एकदम आफ्नो बाटो जुन क्लियर छ हर सामाजिकको भिजन सरलता र परिवर्तनको निम्ति जुन विचार लिएर जानु भएको छ नि र त यत्रो आएको छ नि त होइन को चाहिँ रवि लामी छाने कोही मान्छे आएर काम गरेर देख्नुहुन्छ शरम संस्कृति पार्टीको अगाडि अर्थात् चाहिँ हर्क सापाङजीको नेतृत्वको अगाडि उहाँहरू चाहिँ फिक्का हुन्छ जस्तो लाग्छ किनभने उहाँहरूसँग कुनै त्यस्तो न श्रम अभियानको कुरा देशमा आउँछु भन्ने छ न कुनै जनताले राष्ट्र नीति सम्बन्धी छ न आर्थिक नीति सम्बन्धी केही छ खालि पार्टी खोलेर बस्ने मात्रै हुन् स्विजरल्यान्डतिर अरबौँमा राखेको छ भन्छन् त्यो सम्पूर्ण सम्पत्तिहरू चाहिँ फिर्ता ल्याएर आफ्नो देशको निम्ति नेपालको निम्ति नेपालको भविष्यको निम्ति नेपाली जनताको निम्ति ठुल्ठुला कल कारखाना खोल्ने इम्प्लोइमेन्ट बढाउने ठुलो पुल बाटाहरू बनाउने अन्डरग्राउन्ड बाटाहरू बनाउने यसरी गर्यो भने यो गराउनु पर्छ गलत काम गर्ने मान्छेहरूलाई चाहिँ हामीले नाङ्लोबाट चामल निफन्छौँ नि त्यो भुस जस्तो फालिदिनु पर्छ होइन काँडा तान्ने खालको के अरे लेदरको के अरे ऊ पनि चाहिँ नै पन्जाब पनि मैले चाहिँ इन्सुरेन्स गरिदिएको छु उहाँलाई उपलब्ध गराएको छु त्यो मात्रै नभएर त्योभन्दा पहिला पहेँलो कलरको चाहिँ नै प्लास्टिकको के अरे पन्जाब पनि मैले 150 उपलब्ध गराइदिएको छु भनेर यी सबै श्रम संस्कृति पार्टीमा चाहिँ आउँछन् हेर्छु उहाँहरूलाई के खाँचो परेको छ होइन मैले जस्तो भने नि अस्ति हे भाइ बहिनीहरूको के अरे हातमा के अरे भनौँ न काँडै कसैको बिजेको कसैको के भएको अनि मैले त्यो गलत काम गर्ने मान्छेहरूलाई चाहिँ हामीले नाङ्लोबाट चामल निफन्छौँ नि त्यो भुस जस्तो फालिदिनु पर्छ होइन उनीहरू अनि त्यो स्थितिमा बस्नु पनि पर्छ तर एउटै कुरा हो उनीहरूलाई चाहिँ कस्तो खालको कारबाही गर्ने भन्ने कुरा बाँकी छ र उहाँहरूले जे जस्तो स्थिर सम्पत्ति यहाँ नेपाल देशमा विदेशमा स्विजरल्यान्डतिर अरबौँमा राखेको छ भन्छन् त्यो सम्पूर्ण सम्पत्तिहरू चाहिँ फिर्ता ल्याएर आफ्नो देशको निम्ति नेपालको निम्ति नेपालको भविष्यको निम्ति नेपाली जनताको निम्ति ठुल्ठुला कल कारखाना खोल्ने इम्प्लोइमेन्ट बढाउने ठुलो पुल बाटाहरू बनाउने अन्डरग्राउन्ड बाटाहरू बनाउने यसरी गर्यो भने यो गराउनु पर्छ गर्नुहोस् यसमा यो चाहिँ स्वेच्छ राम्रो कुरा हो देशको निम्ति त्यो गलत कुराहरू होइन हामी देशको निम्ति जनताको निम्ति होइन एउटा निर्माणको निम्ति अन्वेषणको निम्ति सबै कुराहरू देश र जनतालाई जे चाहिएको छ त्यो कामहरू चाहिँ हर्क सापाङको नेतृत्वबाट सम्भव छ भन्ने कुरा मैले पनि निर्णय गरेर यी सबै श्रम संस्कृति पार्टीमा चाहिँ आउँछन् हेर्छु उहाँहरूलाई के खाँचो परेको छ होइन मैले जस्तो भने नि अस्ति हे भाइ बहिनीहरूको के अरे हातमा के अरे भनौँ न काँडै कसैको बिजेको कसैको के भएको अनि मैले त्यो काँडा तान्ने खालको के अरे लेदरको के अरे ऊ पनि चाहिँ नै पन्जाब पनि मैले चाहिँ इन्सुरेन्स गरिदिएको छु उहाँलाई उपलब्ध गराएको छु त्यो मात्रै नभएर त्योभन्दा पहिला पहेँलो कलरको चाहिँ नै प्लास्टिकको के अरे पन्जाब पनि मैले 150 उपलब्ध गराइदिएको छु र यसो हेर्दाखेरि सबै अहिले पनि यी सबै श्रमदानका साथीभाइहरूले त्यही पन्जा युज गरिराख्नु भएको छ है र बेला बखत मैले चाहिँ टी सर्टको पनि स्पोन्सर गरिदिएको छु पानी खाजाको पनि व्यवस्था समयसँग गरिदिएको छु म मेरो तर्फबाट अरू के कसो गर्नुपर्छ व्यक्तिगत तर्फबाट यो श्रम संस्कृति पार्टीको लागि श्रम अभियानको निम्ति श्रम अभियानमा लागेका साथीहरूको निम्ति म अझै पनि सहयोग गर्न तयार छु र अन्तिममा चाहिँ एउटा हुन्छ मान्छे अब हर्कबाद भन्छौँ नि बात भन्नाले चाहिँ के हो त भन्दाखेरि हर्कबाद भनेको चाहिँ सिद्धान्त हो होइन एउटा विचार हो तर हर्क पथ पनि छ नि सँगै हर्क पथ भनेको बाटो त्यो सिद्धान्तमा हिँड्ने बाटो अनि त्यो हर्कबाद र हर्क पथलाई सहयोग यत्रो पिपुलहरूले गरेका छन् त्यो चाहिँ जनताको हात र जनताको साथ यी चारवटा चिज मिलेपछि निश्चय पनि यी आउने चुनावमा हामी देशव्यापी रूपमा अभियान चलाएर के अरे यो गलत कुराहरूलाई गलत चिजहरूलाई पन्छाएर हामी एउटा सही नेतृत्वलाई हामी देशको नेतृत्व दिन्छौँ र हाम्रो देशमा सुशासन चलाएर देशको एउटा रोजगार बढाउने उद्योग विकास गर्ने कामहरू गर्छौँ भन्ने कुरा हामीलाई सबैलाई लागेको हुँदा यत्रासी जनताहरू जति लागेका छ नि नभए कसले काम गर्छ होइन यसरी काम गर्दैन तर यो एउटा अभियान आज अन्तिम भए पनि कीर्तिपुरको मात्र हो हाम्रो अभियान चाहिँ देशव्यापी रूपमा निरन्तर भइरहन्छ एकदमै यिनै कुराहरू धन्यवाद अब यहाँले भन्नुभयो जस्तै अब हामीले हर्क साम्पाङलाई जिताएर पठाउँछौँ हर्क साम्पाङ जस्तो मान्छे अब पाइँदैन भनिराख्दाखेरि अब यहाँ पार्टी खोल्नेको त लड्को लागिरहेको छ जनताको माग भनेको हर्क साम्पाङ बालेन रवि लामी छाने कुलमान घिसिङ एक हुन् भन्ने छ उहाँहरू नै अहिले बाटो अलग अलग लिइराख्नु भएको छ भने चाहिँ उहाँहरूलाई मिलाउन सक्नु भयो नि यहाँहरूले होइन यसो छ त्यसमा जनताको मागको कुरा गर्नु यहाँहरूले होइन राजनीतिक कुरा आउनु बित्तिकै जस्तो हिजोका चाहिँ काङ्ग्रेसमा लागे कोही एमालेमा लागे कोही माओवादीमा लागे नि त अब माओवादीले त्यत्रो 18,000
10,000 मान्छे मारेको भन्दा हाम्रो अगाडि छ नि त होइन। त्यत्रो ब्याङ्कहरू लुटे, हत्या हिंसाहरू भयो होइन, देश बर्बाद भयो, भाका उद्योग कलकारखानाहरू बिक्री गरे होइन। तर पनि त के अरे प्रचण्डजीलाई पनि त अझै नेता मानेर हिँड्नेपछि नेपाली जनता छ नि त, छैन। त्यसले गर्दा अब यो रवि लामिछाने अर्को अरू जसको नाम लिनुभयो हो कि उहाँहरू त्यो सम्भव होला जस्तो लाग्दैन। किनभने त्यो यो श्रम संस्कृति पार्टीको अगाडि अर्थात् चाहिँ हर्क सापाङजीको नेतृत्वको अगाडि उहाँहरू चाहिँ फिक्का हुन्छ जस्तो लाग्छ। किनभने उहाँहरूसँग कुनै त्यस्तो न श्रम अभियानको कुरा देशमा आउँछु भन्ने छ, न कुनै जनतालाई राष्ट्र नीति सम्बन्धी छ, न आर्थिक नीति सम्बन्धी केही छ, खालि पार्टी खोलेर बस्ने मात्रै हुन् है। त्यसले गर्दाखेरि यो के अरे गुट भनेको नि, गुट भनेको त कतिपय मान्छे फटाहरूको पनि हुन्छन्, कति सही मान्छेहरू पनि हुन्छ, कति गुन्डागिर्दीको पनि हुन्छ, तर भ्रष्टाचारीहरूको पनि संगठन हुन्छ होइन। त्यसले गर्दाखेरि अरू पार्टीहरू चाहिँ हर्क साङपाङको पार्टी चाहिँ एउटा गोल्डन पार्टी जस्तो लाग्छ मलाई होइन। अरूको पार्टी भनेको आइरन पार्टी हुने हो कि, त्यसले गर्दाखेरि त्यसरी फरक परेर जान्छ। र चाहिँ नि सुन र चाहिँ नि फलाम अर्थात् सुन र चाहिँ नि पित्तल प्रायः चाहिँ मिल्दैन। त्यसले गर्दा किन मिल्ने होइन। अब यदि यी पार्टी जसको नाम लिएको छ नि त्यो पार्टीहरूसँग यदि मिल्ने स्थिति अथवा मिल्न गयो भने हाम्रो हर्क सापाङजी पनि बाँच्ने अलिक तल पर्दै जाने हुन् कि, मलाई त्यस्तो पनि लाग्छ। त्यसले गर्दाखेरि एकदम आफ्नो बाटो जुन क्लियर छ हर्क सापाङजीको भिजन, सरलता र परिवर्तनको निम्ति जुन विचार लिएर जानुभएको छ नि, र त यत्रो आएको छ नि त होइन। को चाहिँ रवि लामिछाने कोही मान्छे आएर काम गरेर देख्नुहुन्छ होइन। अर्को चाहिँ नि के अरे अब अरूको पनि छोडिदिउँ न। त्यसले गर्दाखेरि उहाँले आफ्नै जनतासँग मिल्नु पर्यो, विकाससँग मिल्नु पर्यो कि कसो भन्नुहोस् त। जनतासँग मिल्नु पर्यो, विकाससँग मिल्नु पर्यो, श्रमसँग मिल्नु पर्यो, पसिनासँग मिल्नु पर्यो। यिनै कुराहरू मिलेर जानु भने यो कुरा निश्चित रूपमा सफल हुन्छौँ भन्ने मलाई लाग्छ। म चाहिँ नि के अरे स्वदेशमा अथवा विदेशमा बसेको जति पनि हामी श्रम गरेर देश विकास गर्ने खालको सोचाइ मान्छेहरू छौँ। विकासको निम्ति एउटा श्रम गर्नुपर्छ, इमान्दारिता हुनुपर्छ, काम गर्नुपर्छ, भ्रष्टाचार गर्नुहुन्न भन्ने किसिमको एउटा चाहिँ सबैमा जाओस् र सबैले यो चाहिँ नि निर्वाचनमा श्रम संस्कृति पार्टीलाई मत दिने, सबैको तपाईँहरूको यहाँ चाहिँ नि नेपालमा बसेका के अरे आफ्नो बा आमा भाइ बहिनी परिवारलाई पनि भनिदिनु होला भन्ने म विदेशमा बसेका साथीभाइहरूलाई पनि अनुरोध गर्दै म बिदा लिन्छु। धन्यवाद।